ललितपुर महानगरपालिका वडालिया 9 या गोशाले खुक्कागु मेयर कप अन्तर्वडा टेबल टेनिस प्रतियोगिता कुचागुदो प्रतियोगिता विजेता तेत यला महानगरपालिका मेयर चिरबाबु महर्जन यला या गसेजुको ज्याजले शिरपा ललाना दिगो खा ज्याजोले टिम च्याम्पियन जुगु वडालिया 7 यात रनिङ सी लहलागु खस अथे कासमे पिन्त शिरपान लहलागु ख मंगल छेप शैलेन्द्र जोशी वडा नम्बर 11 वडा नम्बर 10 का श्री मिति 2021 साल 9 महिना 15 गते छैठौं मेयर कप ललितपुर महानगरपालिका अन्तर्वडा टेबल टेनिस प्रतियोगिताको एउटा कदर पत्र हो। आरसी महर्जन वार्ड नम्बर 9, आरसी महर्जन वार्ड नम्बर 9, कृति महर्जन वार्ड नम्बर 11, रोज साई वार्ड नम्बर 7, वार्ड नम्बर 9, दोस्रो पुरस्कार चिरकारी व्यञ्जनकार $40 plus women's singles. थर्डमा सेकेन्डमा सुरेश बजाचार्य उहाँलाई हार्दिक उतिङ पुगेन 16 वडाध्यक्ष निर्मला साकेज्यू वार्ड नम्बर 20 संस्कार श्रेष्ठ वार्ड नम्बर 3 मा संस्कार छैठौं मेयर कपको पुरस्कार वितरण समारोह खेलाडीहरू धेरै छन् तसर्थ जोरदार खेल्दै पुरस्कार जित्नुभएका खेलाडी साथीहरू हो। त्यसर्थ थर्ड डिभिजनमा समीप श्रेष्ठ टिम चाहिँ पुगेन है कार्य हुँदैछ 637 जना खेलाडीहरू बीच आएका सातौं मेयर कप ज्याजोले महानगरपालिका मेयर चिरबाबु महर्जन लिसे यला महानगरपालिका प्रवक्ता लिसे वडालिया 9 या अध्यक्ष राजु महर्जन प्रतियोगिता संयोजक सञ्जु अवाले लगायत विजेता तेत बिन्दुना देछना दिगो ख यो छैठौं संस्करणसम्मको टेबल टेनिस टुर्नामेन्ट आयोजना गर्दै गर्दा मैले दुईटा कुराको अनुभव गरे। एउटा चाहिँ आयोजकहरू अति चुस्त र दुरुस्त देखा पर्यो, एकदमै राम्रो। यो चाहिँ एउटा मेगा इभेन्ट हो, सानोतिनो इभेन्ट होइन। एउटा मेगा इभेन्ट आयोजकहरू साह्रै चुस्त र दुरुस्त भएको कारणले गर्दाखेरि अपार सफलता प्राप्त भएको मैले अनुभूति गरेँ, नम्बर 1। अनि नम्बर 2 मा चाहिँ अहिलेसम्मको यो छैठौं संस्करणसम्म आइपुग्दाखेरि ललितपुर महानगर क्षेत्रभित्रमा टेबल टेनिस खेलाडीहरू धेरै मात्रामा चाहिँ उत्पादन भएको छ। यो दुईटा कुराको फ्युजनले म निकै नै उत्साहित भएको छु। र हाम्रो राजेन्द्र कपालीजीले मलाई अघि काने खुसी पनि गर्नुभयो, मञ्चमा उहाँले बोल्नु पनि भयो कि मुलुकभरिकै मेयर कप
राष्ट्रव्यापी मेयर कप टुर्नामेन्टको आयोजना पर्छ र मेयर साहबले आँटेपछि यो काम चाहिँ सफलीभूत हुन्छ भन्ने कुरा उहाँले भन्नुभयो। त्यसमा चाहिँ हाम्रो विनोदजीले चाहिँ एकदमै छड्के किनारामा साक्षी बस्दिनु भयो उहाँ चाहिँ। तसर्थ उहाँहरू दुईजनाको कुरालाई मैले हृदयङ्गम गरेँ। सम्पूर्ण सदस्यज्यूहरूलाई पनि मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु र आगामी 7औं मेयर कप पालो लिने वडा नम्बर 6 का वडा परिवारलाई सम्पूर्ण वडा परिवारलाई आगामी वडा नम्बर 6 को आयोजनामा हुन गइरहेको 7औं मेयर कप भव्य सभ्यताका साथ सफल होस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु। हाम्रो महिनौको अथक प्रयास मेहनत र लगनले आज यस 6औं मेयर कप ललितपुर महानगर अन्टर वडा टेबल टेनिस प्रतियोगिता अन्तिम दिन यानी समापनको घडी आएको छ। सर्वप्रथम म यस कार्यक्रमलाई सार्थक सुमधुर बनाउन हामीलाई यो प्राङ्गण उपलब्ध गरिदिनु हुने यस गछे टोल सुधार समिति परिवारलाई 10औं औँला जोडी हृदयबाट धन्यवाद दिन चाहन्छु। हामीलाई यो ठाउँ मात्र उपलब्ध होइन, उहाँहरूले गरेको उच्च व्यवहार व्यवस्थापन र उहाँहरूको ठुलो चित्त देखेर हामी अचम्मित भएका छौँ। हामीलाई कुनै पनि चिजको आवश्यकता हुने बित्तिकै त्यो सामानहरूको व्यवस्थापन गरिदिनु भएको छ। आज म यस मञ्चमा उभिएर गछे टोलका सम्पूर्ण परिवार लगायत हामीलाई यो प्रतियोगिताभरि खाना खाजाको व्यवस्था गरिदिनु हुने भएका महापुजो र यस टोलका आदरणीय राम अङ्कल, विनोद दाई, राजेश दाई सबैलाई कोटी कोटी धन्यवाद दिन चाहन्छु। तीनटा ब्रोन्ज मेडल प्राप्त गर्नुभएको छ भने खेलाडी सहित जिल्लाध्यक्ष लगायत र लगत्तै म यस कार्यक्रमको समापनको लागि